को केपी शर्मा ओली यो देशको संविधान मान्दिन भन्ने, यो देशको कानुन मान्दिन भन्ने, यो देशको विधि मान्दिन भन्ने। त्यही व्यक्तिको नेतृत्वमा तपाईहरु बस्दाखेरि तपाईहरुलाई कति अप्ठ्यारो होला। म अपिल गर्छु तपाईहरुलाई, कार्की आयोगले बोलाइराखेको छ। एमालेका साथीहरुलाई भन्छु म, मेरो सभापतिलाई पनि यो देशको कानुनले बोलाएको थियो, भलै प्रतिशोधमुखी थियो। अगाडि लागेर बसेर मेरो सभापतिलाई राज्यलाई जिम्मा लगाए त। मत राख्नुहोस् तपाईहरु पनि। भविष्य देख्न चाहनुहुन्छ भने तपाईहरु पनि जसरी मैले मेरो सभापतिलाई राज्यले अनुसन्धान गर्छु, राज्यले बुझ्छु भन्दा अगाडि लागेर गरेर बुझाए, तपाईहरु पनि तयार हुनुहोस् र बुझाउनुहोस्, बयान गराउनुहोस्। नागरिकका जन्मिँदै गरेका युवाहरूको कोखमा भट्टाभट बन्दुक हानेर नागरिक मारेको विषयमा बुझ्न पनि यो राज्यले नपाउने कुन संविधानमा छ, कुन कानुनमा छ, कुन विधिमा छ? लोक लजायो। नेकपा एमालेका कार्यकर्ताहरूको अनुहार छोप्ने दिन भयो। तपाईहरुले भन्नुहोस्, भन्दा उहाँले टेर्नु भएन भने छोडिदिनुहोस्। बन्यो आज कुलमान दाई, बालेनजी, रविजी मात्रै होइन, विकल्प र यो देशको परिवर्तन चाहने एमाले भित्रका साथीहरु पनि आउनुहोस्।